जुलाई 16 वेडनेसडे आज चाहिँ हाम्रो सोल्टीको फ्लाइटको दिन होइन। अनि अहिले हामी बिहानै उठेर पशुपतिनाथ जान लागिरहेको छौँ। हामी जेन्ट्स पार्टी चाहिँ अलरेडी रेडी भएर हामी रिसेप्सनमा छौँ। एज युजल लेडिज पार्टिजहरूले चाहिँ अलि ढिलो गरिराख्नु भएको छ। आन्टीले यहाँ घन्टी बजाउँदै हुनुहुन्छ। लेडिज पार्टिजहरूलाई हामीले वेट गरेर बसिरहेको छौँ। ल फाइनली हामी प्रस्थान गरेका छौँ गाडी चढ्नको लागि पशुपतितिर जानको लागि। आउनु भएको नै क्या यहाँ पूजाको सामग्री सपिङ हुँदैछ। त्यो गरेर आएपछि चाहिँ हामी लाग्छौँ पशुपतिनाथतिर। हिजो धेरै नै हिँडेको भएर चाहिँ लास्टै त्यो खुट्टा दुखिरह होइन गोठातिर। एउटा कुरा चाहिँ हाम्रो सोल्टी चाहिँ एकदम रियल मड्रिडको कट्टर फ्यान हो होइन। तर अहिलेसम्म न उसले एउटा रियल मड्रिडको जर्सी लगाए न किने न केही गरे होइन। सोको पनि छैन होला। अनि म चाहिँ बार्सिलोनाको फ्यान हो। तर एसी मिलानको यो जर्सी बबाल लाएर यो लाउँदैछु मैले। अनि हाम्रो सोल्टी चाहिँ रियल मड्रिडको फ्यान भएर बार्सिलोनाको दामी छ तर सोल्टीलाई। बार्साले च्याम्पियन्स लिग जित्यो भएर सोल्टी एसी मिलान भर्सेस बार्सिलोना च्याम्पियन्स लिग फाइनल 2025-2026। लेट्स गो। यो चाहिँ शिवलिङ्ग तर सबै रुद्राक्षको माला उनेर बनाएको शिवलिङ्ग भयो। सब रुद्राक्षलाई उनेर शिवलिङ्गको सेप दिन खोजेको क्या सोल्टी। त्यहाँ चाहिँ अब महायज्ञ हुँदो रहेछ। संसारको सबैभन्दा ठुलो हिन्दू मन्दिर। के अरे इन्डियातिरबाट कति भक्तजनहरू आउनुभएको अनि मतलब हिन्दुजमको सेन्टर हो क्या। अब यहाँ चाहिँ बोरामा चप्पल हालेर त्यो गर्ने मजा पनि फुल्नुपर्छ। सबिन गरेर मेरो एउटैमा होला। हाम्रो जुत्ता चप्पल लकरमा राखेर खाली खुट्टा पशुपतिमा इन्ट्री गर्न लागिरहेको छ। ल यो बाहिरी एरियातिर चाहिँ मिल्ने रहेछ होइन। हाम्रो छ्यामाले भने अनुसार भित्र मन्दिरभित्र चाहिँ मिल्दैन। त्यो चाहिँ कुनै पनि मन्दिरभित्र मिल्दैन होइन। परेवा खिच्न लाग्यो तर त्यहाँ बाँदर आएको फल मोबाइल तेर्साउनै डर लाग्यो कि। पशुपतिभित्र दर्शन गरेर अहिले हामी पशुपति बाहिर निस्किसकेका छौँ। एकैछिन मान्छेहरू हरायो त्यही भएर हल्का तनाव भयो। अनि भित्र फोन पनि हान्न नमिल्दैन। Phones and cameras are strictly prohibited inside the temple. कान्छीको जोगीसँग टिका लगाउन जाँदैछ। म चाहिँ यहाँ वेट गरिरहेको छु। पैसा अघि देखियो नि
तिनीहरू जुत्ता लाउँदै हो अब हामी पशुपति दर्शन गरेर घर फर्किँदैछौँ छ्यामा र माइजूहरू चाहिँ यता आर्यघाट दर्शन गरेर आउने रे होइन त्यति बेलासम्म चाहिँ हाम्रो सोल्डीको हल्का काम छ अन्त रुममा गएर त्यही भएर हामीलाई ढिलो हुन्छ भनेर हामी चाहिँ अलि अगाडि नै जान लाग्यो हो अहिले हामी झर्ने ठाउँमा आएर खाना खान आएको छौँ किनभने हामीले चाबी बिर्सिएछौँ कि रुमको हेलो चाबी तपाईँहरूसँग छ है के अरे रुमको ल ल ल छिटो आउनु न हामी यता खाना खाँदै गर्छौँ ल हाम्रो खाना आइसक्यो अब चाहिँ हामी खाएर भेट्छौँ है नपाउने केराको बोक्रो सुत्दा यस्तो अँधेरो रुममा ल 16 जुलाई आज चाहिँ हाम्रो सोल्टीको फ्लाइट होइन अहिले चाहिँ 4 बज्यो अब 7 बजीतिर चाहिँ हामी होटलबाट निस्किनुपर्छ साउन्ड चेक गर्छु है आवाज चलिरहेको कस्तो साउन्ड चाहिँ होस् ठिकै आइरहेको रहेछ ओके आज चाहिँ हाम्रो सोल्टीको फ्लाइट एन्ड म हाम्रो होटेलको रुफटपमा आएर कुरा गर्दैछु एकछिन चाहिँ मलाई आनन्दको भ्यूहरू हेर्दै आनन्दले बस्नु मन थियो त्यो कोठारमा त्यति घुम्सेर बसिराख्नुभन्दा एन्ड द भ्यू लुक्स लाइक दिस swimming pool right here अस्ति धरारा पनि राम्रोसँग देखिएको थिएन अनि आज चाहिँ क्लियरली देखिरहेको अनि म फर्स्टमा काठमाडौँ आउँदाखेरि चाहिँ नारायण थानमा बसेको सायद त्यही होला नारायण थान चाहिँ त्यतैतिर क्या यो गुम्बातिर पनि म चढेको जस्तो लागिरहेको कि होइन सायद त्यतै हो हुनुपर्ने हो नारायण थान है ए यता पो गुम्बा पो होला होला यतै होला यता होइन यता अनि नागार्जुन भनेको कता यो हो र नागार्जुन थाहा छैन है मलाई काठमाडौँमा आज लास्ट दिन अब भोलि हामी घर फर्किँदैछौँ ड्याडी चाहिँ हाम्रो घर फर्किसक्नुभयो मेरो कपडाहरू मैले ड्याडीसँग पठाइदिएँ एन्ड मेरो मोजा चाहिँ ड्याडीको झोलामा थियो त्यो झिगम्ला भनेको बिर्सेछ क्या मलाई अहिलेसम्म केही पनि लागिरहेको होइन मलाई अहिलेसम्म केही पनि लागिरहेको होइन जस नर्मल डे नै काठमाडौँमा बितिरहेको जस्तो लागिरह्यो तर 2 देखि 3 घन्टा भन्दा बाँकी छैन क्या सबिनसँग स्पेन्ड गर्नको लागि क्या अनि म स्पेन्ड नगरिकन यहाँ माथि आएर जे पाए त्यही बोल्दै बसिरहेको छु 2 देखि 3 घन्टा भन्दा छैन यार अब सबिन नेपाल बस्नु यार 2 देखि 3 घन्टा भन्नाले हामीसँग बस्न 2 देखि 3 घन्टा त्यसपछि हामी एयरपोर्ट गइन्छ यताउता हुन्छ अहिलेसम्म अब घरतिर बस्दा फेरि अब जहाँ गए पनि सँगै होइन जे खाए पनि सँगै होइन सुत्ने पनि सँगै होइन अनि बजारतिर जानु पऱ्यो भने ल सबिन जाम यताउता हुन्थ्यो नि त बच्चा एउटा बसिरहेको यताउता हुन्थ्यो नि त होइन अनि जे गरे पनि सँगै हिँड्थ्यो कि हामी अब गाउँतिर मामहरूतिर जानु पऱ्यो नि सँगै अब अस्ति अब यो भ्लगको सिरिजमा हामी काठमाडौँतिर आइयो मेडिकलहरू गर्न यताउता गर्न त्यो पनि सँगै गऱ्यो होइन सब कुरा क्या 2-3 वर्ष हामी सँगै बस्यो नि त अब चाहिँ आज अब सबिनलाई यहाँ एयरपोर्टमा छोडेर भोलि घर गएपछि चाहिँ त्यहाँ कोही पनि छैन कि अब सँगै त्यो यताउता गर्नको लागि कि
कस्तो हुन्छ होला है त्यति बेला मतलब जे गरे पनि सँगै गइरहेको खाजा खाना गए पनि सँगै त जे गरे पनि सँगै गइरहेको नि त होइन कति घरमा गएर मैले लास्ट लोन्ली फिल गर्छु जस्तो लागिरहेको क्या मलाई मलाई अहिलेसम्म केही पनि भइरहेन अहिले हामी सबै सँगै छौँ होइन मलाई अहिलेसम्म केही पनि फिल भइरहेन होइन अघि भर्खर ल अब निस्किन पर्छ यताउता भनेर सोच्दाखेरि चाहिँ मलाई ठ्याक्क हिट हाने कि यो कुरा के यहाँबाट निस्केपछि अब जस्ट गाडीमा जाने सबैलाई छोड्ने अनि आउने मात्रै हो कि अहिले त अब रुममा हामी सबिन म अनि के अरे छ्यामा माइजू बहिनी छौँ होइन त्यही भएर एउटा रौनक छ होइन सबैजना छौँ नि त सबैलाई त्यहाँ छोडेर आएपछि छ्यामा माइजू म र बहिनी मात्रै हुन्छौँ कि त्यहाँ एकजना मिसिङ हुन्छ कि कस्तो हुन्छ होला कि त्यो पल त्यो सोच्दैमा कस्तो त्यो आत्तिया क्या मन के म के बग बोलिरहेको छु होइन तर मेरो रियल त्यो हो कि यो चाहिँ मनमा जे लाग्यो त्यही बोलिरहेको हो आनन्दले यहाँ आएर बस्न मन लाग्थ्यो तर फेरि मैले के सोचेँ अब तलै गएर सबिनले चाहिँ अहिले अब एयरपोर्टहरूमा एयरपोर्टहरूमा के गर्नुपर्छ कसरी गर्नुपर्छ भन्ने भिडियोजहरू हेर्दैछ त्यही भएर ऊ पनि बिजी छ छ्यामा अङ्कलहरू छ्यामा माइजूहरू चाहिँ निस्किन लाउनु भएको त्यही भएर उहाँहरू पनि बिजी हुनुहुन्छ म चाहिँ भर्खर आएर बसिरहेको थिएँ काठमाडौँ राम्रो छ काठमाडौँ त्यो भएर क्या चिज त्यसरी अरूको खिच्न मिल्दैन तर प्लेन गई अब यहाँ माथि बसेर अलिक बढी नै ओभरथिङ्क गरेँ जस्तो लाग्यो मैले एकछिन चाहिँ तल गएर रेस्ट गर्छु सबिनसँग यसो गफ गर्छु होइन अब उसलाई पनि यस्तो गर उस्तो गर भनेर हौसला दिनु पऱ्यो किताबहरू सुकिसकेछु चप्पल पनि लगाउँछु ल अब म रुममा गएँ सुर्ती भन्दा आइसक्यो यो दिन आएको थिएँ अहिले चाहिँ सबिनसँग आएको छु नउठाउने कहिले गर्नुभएको थियो र हजुर होला हजुर भन्नु त फेरि ए अब यति साह्रो रे
कसले काट्यो के भयो आज कुल राख्यो फ्लाइट ल काठमाडौँको होटेलको टपमा आएर सबिन्द्रमा टाइम स्पेन्ड गर्दैछौँ भएको 1-2 घन्टा क्या डर लाग्यो तँलाई क्या चिल हावा चलिरहेको यार मान्छेहरू सब छतमा बसेर आनन्द गर्दै हावा खाइरहे हेलो झुकेर होइन भनेको त बोल्दाखेरि त काम है के टाउट भइसक्यो म अहिले एकछिन माथि छतमा आएको अब एकछिन फ्लाइट 11 वहाँ 7 बजीसम्म पुग्नु सोल्टी होइन मलाई आज केही लागेको थिएन कि जब अघि ल रेडी हुनुपर्छ हेर्थेन भन्ने कुरा हो नि होइन यसो टाइम हेरेको त 4 बजिसक्यो रहेछ कि 7 बजे त एयरपोर्ट पुग्यो भने 4 बजिसक्दाखेरि त यस्तो साइकल भएर यसो आएँ माथि आएँ होइन हावा चल्दाखेरि यस्तो प्लेन उडेको हेरेँ ल 11 मेरो 4-5 घन्टा बस्छ त्यसरी नै म उड्छु उठाएको कि सोल्टी त्यहाँ जसरी उठिरहेको त्यसरी नै तिमी त्यहाँ प्लेनभित्र हुन्छ है 4-5 घन्टा पछि अघि मैले पनि हेरेको थिएँ यताबाट यस्तै घुमेर गयो कि यतातिर होइन के होस् धन्न एक्लै चाहिँ जानु परेन एउटा साथी भन्यो नि भयो अब हल्का राहत साथी पनि रुम पार्टनर यस्तो म जस्तो लक्कीको होला भनेर त्यो जस्तो लक्की त्यसले रुम पार्टनर पायो नि अनि त्यसपछि एउटै सिटहरू होइन सिट त एउटै होइन सिट त थाहा भएन तिम्रो झ्यालको सिट परेन सोल्टी झ्यालको सिट पऱ्यो भने त फेरि परेन भने त फेरि ल सोल्टी अब पुरा यस्तै हो होइन के नानीको मेसेज हो ल जाउँ होला अब त्यो झ्यालबाट टाउको ननिकाल फेरि प्लेन आएर अर्को प्लेन आएर काटिदिनु सक्छ पुरा यस्तै हो सोल्टी होइन हाम्रो गोलहरू नबिर्स्यौ अब यस्तो हुन्छ कि त्यहाँ गएपछि होइन हामीले यहाँ जे सोचेको नि होइन त्यहाँको सिनारियो डिफ्रेन्ट हुनसक्छ है अनि त्यसपछि टाइमले मान्छेलाई चेन्ज गराउँछ कि सबिन बुझ्यौ नि 10 वर्ष 15 वर्ष भनेको जोक होइन टाइमले मान्छेलाई चेन्ज गराउँछ अनि हामीले अहिले देखेको सपनाहरू पछि अनि त्यो त्यस्तो इम्पोर्टेन्ट हो जस्तो पनि नलाग्न पनि सक्छ होइन त्यही भएर अनि त्यति बेला सिचुएसनहरू छुट्टै हुनसक्छ तर अब हामीले अहिले के सोचेछौँ के गर्न चाहिरहेछौँ भन्ने कुरा नबिर्स्यौँ अब रेडी भएर लाग्नुपर्छ हामी एयरपोर्टतर्फ सबैले अर्जेन्टिनाको जर्सी लगाए बार्सिलोनाको जर्सी लगाए तर रियल माड्रिडको जर्सी लगाएन अनि टन्नै मान्छेहरू आइपुग्नु अहिले चाहिँ सबिनको मामा माइजहरू यताउता सबिनको दिदीहरू लट्स अफ मान्छे कति धेरै मान्छे हो